मार्दी पदयात्रातिर मुग्लिङको पुल क्रस गर्दै खोला दामी छ हरियो जंगल दामी छ हाम्रो साथी मस्त सुतिरहेछ बाटोतिर सुन्तला हेर्दै खाउँ खाउँ जस्तो मौसम सफा छ जंगल एकदम हरियो देखिरहेको छ यो मर्स्याङ्दी खोला हो माथितिर हाइड्रो बनेर अलिकति खोला सुकिरहेको जस्तो देखिन्छ यो बाटो नि फिलिल्ल बनाइसकेछ यो ड्यामले रोकेको छ खोला चाहिँ बसले 5 बजेतिर काँडे ल्याएर फालिदियो हामीलाई अब यहीँबाट हाम्रो यात्रा सुरु कहाँ हो यतैबाट अस्ट्रेलियन बेस क्याम्पतिर लाग्दै उकालो चढ्दै अब साँझ 7 बजेतिर अस्ट्रेलियन बेस क्याम्प पुग्यो केटाहरू रमाइलै थियो साँझतिर यता यहाँ नबस्ने एक स्टेप माथि पोथनामा गएर बस्ने भन्छ केटाहरू आधी घण्टामा पुगिहाल्छ भन्छ जाउँ अब 7:30 बजे पोथना पुग्यौं है हामी पोथना यही हो आज यही बस्ने हो हामी बसेको हेभन्स गेट गेस्ट हाउसबाट देखिएको बिहानीको दृश्य यहाँ हामी 1200 पर पर्सन प्याकेजमा बसेको हो चिकन खाना थियो भोलिपल्ट ब्रेकफास्ट भन्नुभएको थियो चिकन खाना चाहिँ दामी थियो ब्रेकफास्ट पनि ठिकै थियो खाना चाहिँ हामीलाई दामी नै लाग्यो Mr. Raju is getting ready for breakfast. हाम्रो साथी साम्बालाई अलिकति रेस्ट चाहिएको अवस्था बिहानको खाजा चाहिँ यस्तै थियो मलाई चाहिँ आलु नपुगेर अलिकति बोर भएको थियो तर साम्बालाई चाहिँ आलु पनि नमिल्ने गोलबेडा पनि नमिल्ने मलाई नै हालिरहेको थियो यस्तै हो कसलाई के मिल्ने कसलाई के नमिल्ने अब हामी पोथनाबाट पित्तम देउरालीतिर लाग्दै यो ठाउँ मलाई सही लाग्यो जंगलै जंगल साम्बा र राजु अगाडि अगाडि म चाहिँ पछाडि है के भयो रे साम्बा कन्फ्युज भएको अवस्था हो यहाँ राइटतिर पनि एउटा बाटो रहेछ माथि सिधै बाटो लेफ्ट पनि एउटा बाटो रहेछ तर जहाँबाट गए पनि माथि चाहिँ एउटै ठाउँमा पुग्ने रहेछ हामीले चाहिँ लेफ्ट लियौं पित्तम देउराली साम्बालाई ट्र्याकले पुरै पोलेछ अब कट्टु लगाएर चिलमा हिँड्ने रे के ए भित्रै कट्टु लगाइरहेको छ नि कम मजा आउँछ तिमीलाई अब बिहान 9:30 बजेतिर पित्तम देउराली आइपुग्यौं हामी रमाइलो रहेछ पिङसिङ खेलियो एकछिन यता एकछिन यसो रेस्ट गरे जस्तो गरेर यहाँबाट फेरि हिँड्यौं हामी राजुले खोइ यही हो उकालो यस्तै हो उकालो भन्दैछ कहिले आउँछ उकालो दिइरहेछ अब यहाँबाट चाहिँ लान्द्रुक भएर एबिसी जाने र फरेस्ट क्याम्पतिर जाने बाटो छुटिन्छ
अगाडि हेर्नु होला है। यो बाघले एकछिन रमाइलै गरे यहाँ हँसायो। यहाँ चाहिँ लेफ्टतिर पनि 1 आवर सर्ट र राइटतिर पनि 1 आवर सर्ट भनेर लेखेको छ। तर लेफ्टबाट चाहिँ लभली हिलतिर जाने हो, राइटबाट चाहिँ सिउरे डाँडातिर जाने हो। हामी चाहिँ लेफ्टतिरबाट लभली हिलतिर लाग्यौं। तर माथि भेटिने चाहिँ पानी पोखरीतिरै हो। दुईटै बाटो एउटै ठाउँमा भेटिन्छ माथि पानी पोखरीमा। लभली हिलबाट चाहिँ सजिलो छ भन्नुभएको थियो। हामीलाई पनि एकदम सजिलो लाग्यो। लगभग 150 बाटो छ लभली हिलसम्म। लभली हिलबाट माथि पानी पोखरी उक्लिने बेला 25 मिनेट आधी घण्टा जतिको सानो उकालो छ। यो चाहिँ लभली हिल। अब यहाँबाट देखिने दृश्यहरू यस्तै यस्तै हो। अब एकछिन यतैतिर घुमौँ न त। यही रेस्ट गरौँ न, यही गरौँ न रेस्ट। साम्बा पुरा गोप्रोबाट सर्ट हान्नमा व्यस्त छ। राजु रमाइलो गर्दै जंगल हेर्दै हिँड्दै यताबाट आएको हामी। पानी पोखरी चाहिँ यही हो। अघि उता सिउरे डाँडाबाट आउने र यता लभली हिलबाट जाँदा मिट हुने पोइन्ट चाहिँ यही पानी पोखरी नै हो। उता सिउरे डाँडा भएर आउँदा योबाट आउने रहेछ। त्यो अहिलेको बाटो चाहिँ यहाँबाट आउँदै रहेछ कि ठाडो बाटो। हामी छुट्यो नि यता, हामी चाहिँ लभली हिलबाट आयो होइन। अर्को चाहिँ मिट हुने भने यही हो। चिसोमा चौचौ सुप बनाउँदै रमाइलोको लागि यो खाँदाखेरि यो खास चिज हुन्छ क्या यो खाँदाखेरि। चिसोमा होइन, चिसोमा तातो सुप सुरुप सुरुप होइन। यो चौचौ सुप बनाउने क्रममा हामीले कुनै दाउरा घाँस प्रयोग गरेका छैनौं। हामीले ल्याएको सानो स्टोभ प्रयोग गरेका हौं। चौचौ खाइसकेपछि त्यसको प्लास्टिकहरू, मसलाका प्लास्टिकहरू, सानो सानो टुक्राहरू समेत हामीले एउटै पोका पारेर आफ्नै ब्यागमा राखेर लगेका थियौं र मैले यो चाहिँ रेस्ट क्याम्पको डस्टबिनमा लगेर फालेको थिएँ। यहाँ हेर न बोर्ड, यहाँ बोर्ड हेर न यहाँ। 3 बजेतिर फरेस्ट क्याम्प पुग्यौं हामी। फरेस्ट क्याम्प चाहिँ अलि ठुलै लाग्यो हामीलाई। धेरै गेस्ट हाउसहरू पनि छ यहाँ। अब सिजनको बेलामा त प्याक हुँदो रहेछ, यतिले पनि भ्याउँदैन रहेछ। हामी जाँदा त खाली खाली नै थियो। लगभग प्राय सबै गेस्ट हाउस तलैदेखि नै माथिसम्म नै खाली नै थियो हामी जाँदा। खाली भन्नाले रुमहरू एभाइलेबल थियो। त्यस्तो सबै गेस्ट हाउसहरू डङडङती खाली कोही नभएको होइन। हामीले इजिली रुमहरू पाएका थियौं भन्न खोजेको हो। चौरी बफेलो त्यहाँ पनि रहेछ। लभली हिलसम्म बिजुली आइपुगेको भन्ने सुनेका थियौं। त्यो भन्दा माथि यसरी सेट हुँदै रहेछ, निर्माण कार्य जारी हुँदैछ।
माथि त सोलरै हो अब चाँडै माथि पनि सबै बिजुली हुन्छ होला 5 बजेतिर रेस क्याम्प पुग्यौं हामी हाँसी खेली यहाँ पुग्दा त्यतिकै कोले के छ हुस्सु भनेर लागेको थियो बाक्लो हुस्सु नै राजुलाई थियो रिस उठेर राजुलाई उकालो नआएर रिस उठिरहेछ कुन चाहिँ रे हो उकालै उकालो छ भनेर सुनाइदिएको रहेछ यहाँसम्म केटाहरू हाँसी हाँसी खेली खेली आयो ठिक छ यहीँ ठिक छ रेस्ट गरिन्छ अब चाहिँ मलाई अलिअलि अक्सिजन मात्रै फिल चाहिँ भयो अरे हामी रेस्ट क्याम्प गेस्ट हाउसमा बसेको हो यहाँ खान र सुत्न पर पर्सन 1200 लिएको थियो ब्रेकफास्ट चाहिँ हामीले भोलि लो क्याम्पमै गएर गर्ने डिसिजन गरेका थियौं यो चाहिँ रेस्ट क्याम्पबाट बिहानीको दृश्य अब हामी रेस्ट क्याम्पबाट लो क्याम्पतिर लाग्दै नौ बजेतिर हामी लो क्याम्प पुग्यौं यहाँ बसेर खाजा खाने भनेका थियौं तर खासै भोक नलागेको हुनाले माथि बादल डाँडा नै पुग्ने निर्णय गर्यौं कस्तो राम्रो भ्यू देख्ने रहेछ बादल डाँडा पुग्दा पहिलो गेस्ट हाउस यहाँबाट चाहिँ दृश्य राम्रो देखिने रहेछ माथि बादल डाँडाबाट भन्दा पनि यहाँ तलबाट यही ठाउँबाट हिमालको राम्रो रेन्ज देखिँदो रहेछ माथि बादल डाँडाको टपबाट भने केही भागहरू अलि छेकिएको महसुस हुन्छ साम्बा राजु के छ हालखबर यतैबाट हो बादल डाँडामा यही ठाउँमा खाना खाएर एकछिन रेस्ट गरेर अगाडि बढ्ने निर्णय गर्यौं
दिउँसो 1:30 बजेतिर हामी हाई क्याम्प पुग्यौं। मौसम एकदम सफा थियो। अब यहाँबाट हामी माथि भ्यू पोइन्टतिर जान्छौं। भ्यू पोइन्ट पुग्दा दिउँसोको 3 बजिसकेको थियो। माथि बेस क्याम्प जाने कि नजाने कन्फ्युज भयो। एकछिन छलफल गर्यौं। फर्किँदा त अँध्यारो हुन्छ। यसो मौसम हेर्दा मौसम बिग्रिने कुनै संकेत त देखिएको थिएन। त्यही भएर हामी अगाडि बढ्ने निर्णय गर्यौं। पेट बोकेर हेर्छमा आइहाल्छ माथि बेस क्याम्पतिर जाँदै हामी 3 जना यहाँ पुग्दा 4 बजिसकेको थियो। तर मौसम अझै पनि एकदम सफा नै थियो। बसेर खिच्दै अनि आउँदैन। सवा 5 बजे माथि हिमाल बेस क्याम्प पुग्यौं। हावा अलिअलि लागिरहेको थियो। हावा चिसो नै थियो। अब हामी यहाँ धेरै बस्न हुँदैन भनेर चाँडो चाँडो फोटो खिच्ने भिडियो खिच्ने गरेर चाँडै फर्किने तर्फ लाग्यौं। लिएर भने त हो नि के चाहिन्छ लिएर भने मतलब नगरिकन आउनु। साम्बाले फेरि एक्स्ट्रा टी सर्टहरू केही लिएर आएन छ। भित्र लगाएको टी सर्ट भिजिसकेछ। अब त्यही एउटा ज्याकेटमा मात्रै छ साथी। चिसोले मजाले हानिरहेछ। साथी अलिकति दुःख नै पायो त्यहाँ पुगेर। अब अँध्यारो हुन लाग्यो। अब फर्किएन भने फेरि बाटो चुक्कियो भने नराम्रो दुःख पाइन्छ। फेरि मोबाइलको लाइटले हामी बाटो ट्र्याक गर्न सक्ला कि नसक्ला थाहा हुँदैन नि त हामीलाई। चाँडो चाँडो फर्किनुपर्छ उज्यालोमै भनेर हामी फर्किनतर्फ लाग्यौं। तर फर्किँदाको सूर्यास्त चाहिँ अति दामी थियो। हेर्नु होला है तपाईहरुले पनि। साह्रै दामी थियो, साह्रै दामी थियो। तर पनि यसो ल जाऊ। त्यही हुन्छ क्या फेरि भर्खर चढ्दैछौँ। 7 बज्यो। बटन दबाउनु बिर्सेछ क्या। सामाले गरेको गल्तीको यसो रिक्याप गर्दै जानुपर्ने भयो भने म त तिमी उतै जानुपर्ने भयो भने हैन हैन सँगै भएर मलाई अहिलेकै डायलग रिपिट गर्नुपर्ने भयो क्या। यहाँ एउटा भङ्गा यो 1 नम्बरको चेतान भङ्गा
टी सर्ट सिसर्ट के ल्याएर थाहा छैन त्यो ज्याकेट मात्र लाएर हिँडिरहेको छ यो मान्छे भित्र केही छैन भित्र देखाइदेऊ खोलेर भित्र केही छैन त्यो विन्ड पातलो लाएर झन्डै मऱ्यो भङ्गा झन्डै भङ्गा झन्डै मर्या अनि त्यो दुकान मात्रै छ त्यो ग्लोभ्स चाहिँ राजुको चोरेको छ त्यहाँ ए मागेको छ यस्तो दुःख पाएर जहिले बिच्नु जहिले यस्तै हुन्छ त्यस केटाहरू सबैजना चढे आज है जस आज वेदरले एकदम साथीहरु अब हामी तल झर्दैछौँ वेदर त एकदम राम्रो राजु भङ्गा यहाँ छ राजु भङ्गा त्यहाँ तलको पोखरा हामी त माथि नै छौँ के अरे हाई क्याम्प झर्नै बाइक चाहिँ हाई क्याम्प झर्दैछौँ यो माथि नै छ पोखरा देखिरहेछ यो रात हामी बादल डाँडामै बस्यौँ यसो बादल डाँडामा बस्दाखेरि सुत्ने बेलामा दिउँसोको यात्राको गफगाफ यसो रमाइलो सबै यसो हाम्रो फर्किँदाखेरिको अँध्यारोमा परेको चेतेको सबै कुराहरू रिक्याप भोलिपल्ट हामी बादल डाँडाबाट सिधै सिद्लिङतिर झर्यौँ बादल डाँडाबाट लो क्याम्पबाट सिद्लिङ जाने बाटो रहेछ लो क्याम्पबाट लगभग 3 घण्टाको ओह्रालो झरेपछि हामी सिद्लिङ पुग्यौँ सिद्लिङ गाउँ पनि हामीलाई रमाइलै लाग्यो खोइ मौसम सफा भएर हो कि राम्रो थियो फर्किँदाखेरि अलि थाकेको भएर ओह्रालोले चाहिँ अलि गाह्रो बनाएको थियो तर यहाँ पुग्दा रमाइलो लाग्यो हामीलाई अब यहाँबाट चाहिँ पोखरासम्मको जिप पाइन्छ भन्ने सुनेका थियौँ जिपले पोखरामा 1.5 घण्टादेखि 2 घण्टा भित्रमा पुर्याउँछ भन्ने सुनेका थियौँ हामीले यही गेस्ट हाउसमा खाना खायौँ चिकन खानाको 750 पर्यो सावरको 500 रुपियाँ दिनुस् भन्यो अब सावर खल्ली बल्ली भन्न थाल्यो केटाहरूले 500 रुपियाँ महँगो भयो नि त अब तपाईहरुलाई चाहिँ हतार छैन भने चाहिँ उतैको बाटोबाट जानुस् हतार छ भने यो बाटो झर्नुस् ल थ्यांक यू है हेरिदिनु भएकोमा तपाईहरुको पनि यस्तै केही अनुभव छ भने कमेन्टमा भन्नु होला ओके बाइ बाइ